हेलो गाइज वेलकम टु माई अनदर न्यू हावादारी ब्लग होइन। आज चाहिँ हामी हावा सुटमा घुम्न निस्केका छौँ होइन। अब हेरौँ कहाँ कहाँ पुगिन्छ आज। मौसम चाहिँ पानी पर्न लागिरहेछ। अब अलिअलि घाम लागिरहेछ, अलिअलि पानी पर्न लागिरहेछ। बाटो स्ट्रेट छ। कता टेक्सी आज? हजुर हामी बिर्जी पूजातिर जाउँ कि भनेको। यसो आज यसो छुट्टीको दिनमा, छुट्टी दिन सायद परेकोमा आज यसो घुमफिरमा। मछली पकडेगा? मछली जाएगा उधर, मालुम परेगा। ल हामी चाहिँ अब निस्किसक्यो होइन। अब त्यहाँ अगाडि चाहिँ परिसर हुनुहुन्छ। परिसर हामी तिनजना टक्क जाँदैछौँ। अनि परिसर किन रिसाएर बसिरह हो? किन रिसाएर बसिरह? ल जाउँ। हाम्रो ग्याङहरू चाहिँ अगाडि हिँड्दैछ, म चाहिँ पछाडि छु होइन। केटाहरू गइरहेछ। हामी चाहिँ अब कुरेर बसिरहेछौँ गाडी है। अब कतिखेर आउँछ थाहा छैन। अझ आधी घन्टा 1 घन्टा कति लाग्छ। 81 अब चाहिँ हामी जान्छौँ। है 81 जान्छ मलाई थाहा छैन परिसर। सो बसमा चाहिँ हामी तिनजना मात्रै छ है अहिले, खाली है। त्यो बस चाहिँ हामीले रिजर्भ गरेको। तपाईँले बसै रिजर्भ गरिदिएको पछि सर? बसै रिजर्भ गरिदिएको बिर्जीपुर जानलाई? बसमा चाहिँ पुरै खाली छ है। हेर्नु है, अगाडि पछाडि कोही पनि छैन। माल्टाको बिर्जीपुर जाको सबैभन्दा ठुलो चाहिँ यो पोर्ट हो होइन। सायद यही एउटा मात्रै हो पोर्ट होइन। सिपहरू कन्टेनरहरू आउने चाहिँ यहाँ मात्रै हो कि यो ठाउँमा हो। हामी चाहिँ अहिले बिच साइडमा है, पुरै लाउरेहरू बिचको बालामा कुदिरहेछ। यो चाहिँ राम्रो बिच हो माल्टाको, सबैभन्दा एकदम राम्रो बिच। आज घाम ताप्न नुहाउनुको लागि चाहिँ राम्रो छ, तर हामी चाहिँ नुहाउने गरेर चाहिँ आएन। फाइनल्ली गाइज म चाहिँ साथीभाइको ठाउँमा आइपुगेँ है। मेरो साथी कमरेड तुफान चाहिँ उता माछा मारिरहेछन् होइन। अहिले चाहिँ माओवादीबाट चाहिँ अवकाश प्राप्त भएपछि चाहिँ उहाँको मुख्य पेसा चाहिँ माछा मारिरहेको छ। ओ माई फ्रेन्ड कमरेड तुफान, के छ कमरेड? कति मार्यो त? हो र? जिस्काइरहेको थियो क्या माछाले? ल त्यहाँ चाहिँ कन्टेनर लोड भइरहेछ है। फाइनल्ली हामी चाहिँ आयौँ यहाँनिर बिर्जीपुर जा। केटाहरू चाहिँ माछा मारिरहेछ, त्यो पछाडि माछा मारिरहेछ। यता चाहिँ पुरा यो लोड भइरहेछ। यता चाहिँ लोड भइरहेछ। यो चाहिँ माल्टाको वान अफ द बेस्ट बिच हो है यो बिच पनि। यो बिच पनि राम्रो छ। अब समरमा चाहिँ पुरै यहाँ नुहाउने मान्छेहरू चाहिँ प्याक खाँदो हुन्छ। आजको हाम्रो रुटिन चाहिँ दिनभरि माछा मार्ने, बेलुका कति हुन्छ लिएर जाने। पुरै बोटहरू चाहिँ घोप्टाएर राखेको छ है। यो अब ट्याक्क समर लागेपछि सबै सुल्टो हुन्छ। यो चाहिँ कन्टेनर बोक्ने सिप है, कन्टेनर बोक्ने सिप। पुरै ठुल्ठुलो सिपहरू चाहिँ यहीँनिर अनलोड हुन्छ, अनलोड भइरहेछ। अनि सब कन्टेनरहरू चाहिँ आइरहेछ है। सायद हाम्रो नेपाल पनि जान्छ होला यो कन्टेनरबाट। यो कन्टेनरबाट हाम्रो जान्छ कि जाँदैन नेपालमा सामान? हाम्रो पाइपलाइन हो त यो भनेको इन्डियासम्म जान्छ। इन्डियासम्म जान्छ है? इन्डियाबाट अनि उतासम्म जान्छ। इन्टरनेसनलै हो। के ल्याउनु मन छ र यसमा? मैले टिभीहरू मगाउनु थियो। टिभीहरू सायद आइफोन बोक्ने कन्टेनरमा कहाँ टिभी बोक्छ त नि यार। नेपालको यस्तो हुन्छ नि, यो जेनजीहरूले माछा त एउटा मात्रै बोकेको छ यस बेलासम्म। 12वटा बेर ल्याइसक्यो हामीले। हो र? 12वटा त जेनजीहरूले आज भनेपछि माछा खबर आस्तो छैन। छाटकाट छाँटकाट होइन, यो गतिले पारै भएन कि। आज झन् भेटा गरेर भुटबाट कत्रो सपना थियो, चकनाथ सुरु भयो।
सो माछा चाहिँ अब मारिरहेको छ केटाहरू होइन। अब आज चाहिँ खै कति माछा मारेर चाहिँ अब थाहा छैन, बेलुकासम्म चाहिँ अब जति भए पनि ट्याक्क लिएर जाने रुममा। मैले समुद्र भ्यू छ, अब घाम चाहिँ लगभग जान थालिसक्यो। अब एकछिन बसिन्छ हामी, 1 घन्टा चाहिँ त्यहाँदेखि जान्छौँ। सो गाइज आज चाहिँ हाम्रा साथीहरूले चाहिँ यति पानी खाएर यति माछा मारे है। यो चाहिँ माछा भन्दा महँगो पऱ्यो नि त शम्भु सर, के छ? लाउँदिनँ, के डराएको? ल आजको लागि छाक चाहिँ थोरै। हेर्नु त माछा अब राजा ल गाइस आजको भ्लग चाहिँ यतिकै एन्ड बाई बाई है। माछा मारेपछि अब रुममा लगिन्छ, खाइन्छ, त्यही हो। अलिअलि माछा माऱ्यो 1 किलो। अनि अब चाहिँ पानी पनि पर्न थाल्यो, बसाउनु लाग्यो। अनि हामी चाहिँ जान्छौँ रुममा।